नमस्ते साथीहरू। यो सारा विश्व नै कोरोनाको महामारीसँग जुधिरहेको बेला, नेपाल कोरोनाको महामारीसँग जुधिरहेको बेला नेपालमा भएका केही राजनीतिक फटाहरूले नेपालभित्र जुन किसिमको मनपरितन्त्र र दादागिरी गरेका छन्, विपत्तिलाई अवसरको रूपमा लिएर यिनीहरूले देशमाथि जुन ज्यादती गरिरहेका छन्, जनतामाथि जुन अन्याय र अत्याचार गरिरहेका छन्, अब यी शासकहरूको पत्ता साफ हुन जरुरी छ भनेर आज म यो फेसबुक लाइभ गरिरहेको छु। म तमाम युवाहरूलाई यो आग्रह गर्न चाहन्छु, म तमाम युवा साथीहरूलाई यो अनुरोध गर्न चाहन्छु, हामीले कहिलेसम्म हेपिने, हामीले कहिलेसम्म थिचिने, हामीले कहिलेसम्म पेलिने के यसकै लागि बलिदान दिएका थिए हाम्रा दाजुभाइहरूले जनयुद्धमा, यसकै लागि लडेका थिए हाम्रा हजुरबाहरू राणाकालमा, यसकै लागि लडेका थिए हाम्रा बुवाहरू पञ्चायतकालमा। यो देशमा 70-80 वर्ष अगाडिदेखि यसरी नै राजनीतिक व्यवस्थाहरू परिवर्तन भएका छन्, तर जनताको अवस्था कहिले परिवर्तन भयो? लोकतन्त्रको उपलब्धि भनेको के हो? लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको जनताको आलोचना गर्ने हक अधिकारको सुरक्षित गर्नु हो। देशमा सरकार भ्रष्ट हुँदै गयो र त्यस सरकारले अवांछित गतिविधि गर्दै गयो भने त्यसको विरुद्ध नागरिकहरूले खबरदारी गर्नु आवश्यक छ र त्यो देशको संविधानमै त्यो कुरा ग्यारेन्टी गरिएको छ। तर म यो देशका यी भ्रष्ट शासकहरूलाई यो प्रश्न सोध्न चाहन्छु, म यो देशका भ्रष्ट तानाशाहहरूलाई यो प्रश्न सोध्न चाहन्छु, बालुवाटारको एउटा कुनामा बसेर विदेशीको इशारामा चल्ने तिमीहरूले कुन अर्थमा ज्ञानेन्द्र साईलाई समात्यौ, कुन अर्थमा भीम उपाध्यायलाई समात्यौ? यो प्रश्नको जवाफ देऊ। सत्तामा बसेर गैर जिम्मेवार काम गर्न पाइँदैन, सत्तामा बसेर नागरिकलाई हेप्न पाइँदैन, सत्तामा बसेर नागरिकको आवाज दमन गर्न पाइँदैन। प्रचण्ड र खड्ग ओली, तिमीहरू मलाई यो कुरा बताऊ, संविधान मैले पनि पढेको छु, पाना पढेको छु, दोहोर्याएर पढेको छु, संविधानको कुन चाहिँ पानामा चामल बाँड्ने नागरिकहरूलाई धरपकड गर्नुपर्छ भनेर लेखिएको छ? भोका नागरिकको उद्धार गर्दा कुन व्यक्तिलाई रातारात प्रहरी लगाएर घेरेर अपहरण शैलीमा आफ्नो पञ्चमा पार्नुपर्छ भन्ने लेखिएको छ? अभिव्यक्ति स्वतन्त्रता संविधानमै ग्यारेन्टी गरिएको कुरा हो। देशको सरकार नालायक र भ्रष्ट भयो भने त्यसको विरुद्ध जनताले आवाज उठाउन पाउनुपर्छ भनेर संविधानको पानामा लेखिएको छ। तिमीहरूलाई कुन चाहिँ पानाले व्याख्या गरेको छ कि भीम उपाध्यायले लेखेको कुराले उनीलाई कानुन लाग्छ भनेर? यो कुराको जानकारी देऊ, यो कुराको जवाफ देऊ। सत्तामा बसेर जनताको आवाज कुल्चिने हैन, बालुवाटारमा बसेर जनताको आवाजमाथि प्रतिबन्ध लगाउने दमनकारी छाडा तन्त्रका मसियाहरू याद गर। तिमीहरूको यस्तै कारणले गर्दा तिमीहरूको पतन हुने अब निश्चित छ। तिमीहरूले कम्युनिस्ट सिद्धान्तलाई देशमा लागू गरेर माओवादीको 10 वर्ष जनयुद्ध आन्दोलनमा कति मान्छेहरूलाई घाइते बनायो, कति मान्छेलाई शहीद बनायो। तिमीहरूले छेडेको जनयुद्धले आज पनि मरुभूमि नभएको गाउँ छैन, पीडा नखपेको जनता छैन, अङ्गभङ्ग नभएको परिवार छैन। शहीद परिवारहरू आज बोकै बाटोमा कुदिरहेका छन्। अङ्गभङ्ग भएकाहरू आफ्नो उपचार खर्चको अभावमा घरको कुनामा थन्किएर बसेका छन्। कसैको खुट्टामा किरा परेको छ, कसैको हात टुटेको छ। तिमीहरू भने सत्ताका मालिकहरू साँडेहरू भएर तिनै जनताहरूमाथि दमन गरिरहेछौ। तिनै जनताको ढाडमा टेकेर देशको शिरमा चढेका तिमीहरू आज जनताहरूलाई दमन गर्नुपर्छ भनेर तिमीहरूलाई कसले सिकायो? कम्युनिजमले भन्छ, कम्युनिस्टहरूले भन्छन् निजी सम्पत्तिको मालिक भनेको कम्युनिस्ट हुन सक्दैन भनेर, तर तिमीहरू त काठमाडौँ खाली खुट्टामा काठमाडौँ छिरेका तिमीहरू चप्पल लगाएर बालुवाटार छिरेपछि त्यहाँ पुगेर सुनको जुत्ता लगायो र त्यही सुनको जुत्ताले नागरिकको ढाडमा टेक्ने काम गर्यो, कुल्चने काम गर्यो। तिमीहरूको दादागिरी अति नै भएको छ यो देशमा। अब तिमीहरूको अन्त्य हुन जरुरी छ। मैले पहिल्यै पनि यो कुरा भन्दै आएको हुँ, पहिल्यैदेखि यो कुराको वकालत गर्दै आएको हुँ। यदि यो देशमा केपी ओली सत्तामा गयो भने र प्रचण्ड सत्तामा गयो भने र उनीहरूले देश बनायो भने उनीहरूलाई हामीले समर्थन गर्नुपर्छ। 2/3 सरकार छ, बहुमतको सरकार अहिले देशमा गर्न नसकिने केही छैन, रोक्ने छेक्ने केही छैन। विपक्षी पनि अहिले सहयोगी भएर आएको छ, विपक्षले सहयोग गर्छु भनिरहेकै छ। तिमीहरूले के खोजेको यो देशमा? तिमीहरूले देशमा एकतन्त्रीय निरङ्कुश राणा तन्त्र लाद्न खोजिरहेका छौ। जङ्गबहादुरको पालामा यस्तो थिएन, पृथ्वीनारायण शाहको पालामा यस्तो थिएन। तिमीहरूले आफूलाई कुन किसिमको डेमोक्रेटिक लिडर भनेर विश्वमा चिनाउँछौ? तिमीहरूको किस्तामा विश्वमा बेइज्जत गर्नुपर्छ। तिमीहरूलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याएर नाङ्गे झार पार्नुपर्छ। तिमीहरूको लुटतन्त्रको पर्दाफास गर्नुपर्छ। हेर,
आज विश्वमा नै कोलोनाइजेसन नभएको हाम्रो मुलुक जङ्गबहादुरको पालामा बेलायतलाई धुलो चढाएको थियो। पृथ्वीनारायण शाह जो गोर्खामा माटोको दरबारमा बस्थे, उनले अंग्रेजहरूलाई खुकुरीको भरमा च्यालेन्ज दिएका थिए। तिमीहरूले कुन अर्थमा आज देशलाई यस्तो बनायौ? तिमीले कुन हिसाबमा नागरिकहरूमाथि ज्यादती गर्यौ? यसको हिसाब किताब अब जनताले राख्छन्। तिमीहरूले यो कुरा याद गर्नुपर्छ। गणतन्त्रका मसियाहरू, केपीहरू, प्रचण्डहरू, तिमीहरूको अब दिन अन्त्य भइसक्यो। नमस्ते साथीहरू, यो सारा विश्व नै कोरोनाको महामारीसँग जुधिरहेको बेला, नेपाल कोरोनाको महामारीसँग जुधिरहेको बेला, नेपालमा भएका केही राजनीतिक फटाहरूले नेपालभित्र जुन किसिमको मनपरितन्त्र र दादागिरी गरेका छन्, विपत्तिलाई अवसरको रूपमा लिएर यिनीहरूले देशमाथि जुन ज्यादती गरिरहेका छन्, जनतामाथि जुन अन्याय र अत्याचार गरिरहेका छन्, अब यी शासकहरूको पत्ता साफ हुन जरुरी छ भनेर आज म यो फेसबुक लाइभ गरिरहेको छु। म तमाम युवाहरूलाई यो आग्रह गर्न चाहन्छु, म तमाम युवा साथीहरूलाई यो अनुरोध गर्न चाहन्छु, हामीले कहिलेसम्म हेपिने, हामीले कहिलेसम्म थिचिने, हामीले कहिलेसम्म पेलिने? के यसकै लागि बलिदान दिएका थिए हाम्रा दाजुभाइहरूले जनयुद्धमा? यसकै लागि लडेका थिए हाम्रा हजुरबाहरू राणाकालमा? यसकै लागि लडेका थिए हाम्रा बुवाहरू पञ्चायतकालमा? यो देशमा 70-80 वर्ष अगाडिदेखि यसरी नै राजनीतिक व्यवस्थाहरू परिवर्तन भएकै छन्, तर जनताको अवस्था कहिले परिवर्तन भयो? लोकतन्त्रको उपलब्धि भनेको के हो? लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको जनताको आलोचना गर्ने हक अधिकारको सुरक्षित गर्नु हो। देशमा सरकार भ्रष्ट हुँदै गयो र त्यस सरकारले अवांछित गतिविधि गर्दै गयो भने त्यसको विरुद्ध नागरिकहरूले खबरदारी गर्नु आवश्यक छ र त्यो देशको संविधानमै त्यो कुरा ग्यारेन्टी गरिएको छ। तर म यो देशका यी भ्रष्ट शासकहरूलाई यो प्रश्न सोध्न चाहन्छु, म यो देशका भ्रष्ट तानाशाहहरूलाई यो प्रश्न सोध्न चाहन्छु, बालुवाटारको एउटा कुनामा बसेर विदेशीको इसारामा चल्ने तिमीहरूले कुन अर्थमा ज्ञानेन्द्र साईलाई समात्यौ? कुन अर्थमा भीम उपाध्यायलाई समात्यौ? यो प्रश्नको जवाफ देऊ। सत्तामा बसेर गैर जिम्मेवार काम गर्न पाइँदैन, सत्तामा बसेर नागरिकलाई हेप्न पाइँदैन, सत्तामा बसेर नागरिकको आवाज दमन गर्न पाइँदैन। प्रचण्ड र खड्ग ओली, तिमीहरू मलाई यो कुरा बताऊ, संविधान मैले पनि पढेको छु, पाना पढेको छु, दोहोर्याएर पढेको छु, संविधानको कुन चाहिँ पानामा चामल बाँड्ने नागरिकहरूलाई धरपकड गर्नुपर्छ भनेर लेखिएको छ? भोका नागरिकको उद्धार गर्दा कुन व्यक्तिलाई रातारात प्रहरी लगाएर घेरेर अपहरण शैलीमा आफ्नो पञ्चामा पार्नुपर्छ भन्ने लेखिएको छ? अभिव्यक्ति स्वतन्त्रता संविधानमै ग्यारेन्टी गरिएको कुरा हो। देशको सरकार नालायक र भ्रष्ट भयो भने त्यसको विरुद्ध जनताले आवाज उठाउन पाउनुपर्छ भनेर संविधानको पानामा लेखिएको छ। तिमीहरूलाई कुन चाहिँ पानाले व्याख्या गरेको छ कि भीम उपाध्यायले लेखेको कुराले उनीलाई कानुन लाग्छ भनेर? यो कुराको जानकारी देऊ, यो कुराको जवाफ देऊ। सत्तामा बसेर जनताको आवाज कुल्चिने हैन, बालुवाटारमा बसेर जनताको आवाजमाथि प्रतिबन्ध लगाउने दमनकारी छाडा तन्त्रका मसियाहरू याद गर। तिमीहरूको यस्तै कारणले गर्दा तिमीहरूको पतन हुने अब निश्चित छ। तिमीहरूले कम्युनिस्ट सिद्धान्तलाई देशमा लागू गरेर माओवादीको 10 वर्ष जनयुद्ध आन्दोलनमा कति मान्छेहरूलाई घाइते बनायो, कति मान्छेलाई शहीद बनायो। तिमीहरूले छेडेको जनयुद्धले आज पनि मरुभूमि नभएको गाउँ छैन, पीडा नखपेको जनता छैन, अङ्गभङ्ग नभएको परिवार छैन। शहीद परिवारहरू आज बोकै बाटोमा कुदिरहेका छन्। अङ्गभङ्ग भएकाहरू आफ्नो उपचार खर्चको अभावमा घरको कुनामा थन्किएर बसेका छन्। कसैको खुट्टामा किरा परेको छ, कसैको हात टुटेको छ। तिमीहरू भने सत्ताका मालिकहरू, साँडेहरू भएर तिनै जनताहरूमाथि दमन गरिरहेछौ। तिनै जनताको ढाडमा टेकेर देशको शिरमा चढेका तिमीहरू आज जनताहरूलाई दमन गर्नुपर्छ भनेर तिमीहरूलाई कसले सिकायो? कम्युनिजमले भन्छ, कम्युनिस्टहरूले भन्छन् निजी सम्पत्तिको मालिक भनेको कम्युनिस्ट हुन सक्दैन भनेर। तर तिमीहरू त काठमाडौँ खाली खुट्टामा काठमाडौँ छिरेका तिमीहरू चप्पल लगाएर बालुवाटार छिरेपछि त्यहाँ पुगेर सुनको जुत्ता लगायो र त्यही सुनको जुत्ताले नागरिकको ढाडमा टेक्ने काम गर्यो, कुल्चने काम गर्यो। तिमीहरूको दादागिरी अति नै भएको छ यो देशमा। अब तिमीहरूको अन्त्य हुन जरुरी छ। मैले पहिल्यै पनि यो कुरा भन्दै आएको हुँ, पहिल्यैदेखि यो कुराको वकालत गर्दै आएको हुँ। यदि यो देशमा केपी ओली सत्तामा गयो भने र प्रचण्ड सत्तामा गयो भने र उनीहरूले देश बनाए भने उनीहरूलाई हामीले समर्थन गर्नुपर्छ। 2/3 सरकार छ, बहुमतको सरकार अहिले देशमा गर्न नसकिने केही छैन, रोक्ने छेक्ने केही छैन। विपक्षी पनि अहिले सहयोगी भएर आएको छ, विपक्षले सहयोग गर्छु भनिरहेकै छ। तिमीहरूले के खोजेको यो देशमा? तिमीहरूले देशमा एकतन्त्रीय निरङ्कुश
राणातन्त्र लाद्न खोजिरहेका छौ। जङ्गबहादुरको पालामा यस्तो थिएन, पृथ्वीनारायण शाहको पालामा यस्तो थिएन। तिमीहरूले आफूलाई कुन किसिमको डेमोक्रेटिक लिडर भनेर विश्वमा चिनाउँछौ? तिमीहरूको किस्ता किस्तामा विश्वमा बेइज्जत गर्नुपर्छ। तिमीहरूलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याएर नाङ्गे झार पार्नुपर्छ। तिमीहरूको लुटतन्त्रको पर्दाफास गर्नुपर्छ। हेर, आज विश्वमा नै कोलोनाइजेसन नभएको हाम्रो मुलुक जङ्गबहादुरको पालामा बेलायतलाई धुलो चढाएको थियो। पृथ्वीनारायण शाह जो गोर्खामा माटोको दरबारमा बस्थे, उनले अङ्ग्रेजहरूलाई खुकुरीको भरमा च्यालेन्ज दिएका थिए। तिमीहरूले कुन अर्थमा आज देशलाई यस्तो बनायौ? तिमीले कुन हिसाबमा नागरिकहरूमाथि ज्यादती गर्यौ? यसको हिसाब किताब अब जनताले राख्छन्। तिमीहरूले यो कुरा याद गर्नुपर्छ। गणतन्त्रका मसियाहरू, केपीहरू, प्रचण्डहरू, तिमीहरूको अब दिन अन्त्य भइसकेको छ।